अमेरिकाको कोलोराडोमा अक्टोबर 10 देखि आयोजित राहदानी सेवा शिविर भव्यताको साथ सम्पन्न भएको छ। हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन नेपाली घरको अगुवाई र एनआरएनए कोलोराडो च्याप्टर तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल सहभागितामा अक्टोबर 10 देखि 12 तारिकसम्म आयोजित शिविरमा 505 जनाले राहदानी नवीकरण, 26 जनाको एनआरएनए कार्डको फारम सङ्कलन भएको सेवा शिविरका टोली प्रमुख अरुणा घिसिङले बताएकी छिन्। नेपाली राजदूतावास वासिङटन डिसीबाट आएका कूटनीतिक स्टाफहरू अरुणा घिसिङ, सोना खडारी, यज्ञप्रसाद रेग्मी र टेक्सास काउन्सिल अफिसबाट आएकी हरिमाया अधिकारी सहित 4 सदस्य टोलीको अथक प्रयासले सेवा शिविर सफलताको साथ सम्पन्न भएको हो। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन भएको सेवा शिविरमा सेवा लिन एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटा, ओहायो, केन्सास, न्यू मेक्सिको, भर्जिनिया, वायामी लगायतका स्टेटहरूबाट सेवाग्राहीहरू कोलोराडो आएका थिए। सेवा शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवाग्राहीहरूलाई सहयोग पुर्याउन कूटनीतिक स्टाफहरू, सङ्घ संस्थाका पदाधिकारीहरू सहित 100 भन्दा बढी स्वयंसेवकहरू अहोरात्र खटेर शिविरलाई सफलताका साथ सम्पन्न पार्न सहयोग पुर्याएको नेपाली घरका निवर्तमान अध्यक्ष जगदीश चन्द्र ढकालले बताएका छन्। आजै कार्यक्रमको बीच आयोजित सम्पन्न समारोहमा नेपाली घरका अध्यक्ष वसन्त लम्साल, हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सबैको साथ र सहयोगले हाम्रो आफ्नै कार्यक्रम सफलताका साथ सम्पन्न पार्न सकेको भन्दै सबैलाई धन्यवाद दिएका थिए। यसैगरी टोली प्रमुख अरुणा घिसिङले समारोहलाई सम्बोधन गर्दै नेपाली राजदूतावास र कोलोराडोको नेपाली समुदायको पहलमा सञ्चालित सेवा शिविर सफल तुल्याउन सबैले महत्त्वपूर्ण भूमिका रहेको र हरेक क्षेत्रमा यहाँको कुशल व्यवस्थापनको कारण बिना कठिनाई धेरै सेवाग्राहीहरूलाई सेवा पुर्याउन सकेको भन्दै खुसीका साथ सबैलाई धन्यवाद दिएकी थिइन्। सेवा शिविरबाट सेवा लिन 400 भन्दा बढी सेवाग्राहीहरूले अग्रिम अनलाइन फारम भरी समय निर्धारण गरेका थिए भने कतिपयले कार्यक्रम स्थलमा आई प्रक्रिया अगाडि बढाएका थिए। सेवा शिविरमा 93 वर्षीय ज्येष्ठ नागरिक रत्नमाया खड्का सहित 2 दर्जन भन्दा बढी 10 वर्ष मुनिका बालबालिकाहरू लाभान्वित भएको नेपाली घरका वरिष्ठ उपाध्यक्ष गङ्गा चौलागाईले बताएका छन्। सेवा शिविर हरेक बिहान 8:30 देखि राति 8:30 बजेसम्म 12 घण्टा सञ्चालन भएको थियो। कार्यक्रममा सहयोग गर्ने स्पोन्सर तथा भोलिन्टियरहरू सबैलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।